आदरणीय आमा बुबा, दाजुभाइ तथा दिदीबहिनीहरू, इतिहासले फेरि हामीलाई एउटा निर्णायक मोडमा ल्याएर उभ्याएको छ। कतिन्जेल सहेर बस्ने यो बेथिति, कतिन्जेल हेरिरहने यो अस्थिरता। उठौँ है नेपाली, समयले फेरि एउटा मौका दिँदैछ। अस्थिरता र अन्यलाई चिर्न देशले हामीलाई पुकार्दैछ। अब गल्ती गर्ने छुट हामी कसैलाई छैन। आउनुहोस्, यसपालि आफ्नो विवेक प्रयोग गर, किनकि यो भोट मात्र होइन, हाम्रो र हाम्रा सन्ततिको भविष्य हो। फागुन 21 आउनै लाग्यो, गाउँ सहर बिउझियो। के बुढो के तन्नेरी, सबैको मनमा एउटै कुरा खेल्यो। हाम्रै आफ्नै गल्तीले देशलाई वर्षौं धकेल्यौं। अन्धभक्त बनेर हामीले आफ्नै भविष्य झेल्यौं। बिन्ती छ सबैमा, यसपालि विवेकले भोट गरौँ। इमानदार त्यो हातमा देशको साँचो सुम्पियौँ। यसपालि त गल्ती नगरौँ है, राम्रो मान्छे रोजौँ है। हाम्रो मान्छे होइन, देश बनाउने नेता छानौँ, अरू केही छैन। बाँझो भयो गाउँ बेसी, रेती यति घर। सबै हिँडे मुगलानतिर, आश्वासनकै भरा। आमाको आँसु पुछ्ने कोही यहाँ भएन। बदलिए धेरै अनुहार, तर अवस्था फेरिएन। पसिना विदेशी माटोमा कतिन्जेल छरी हिँड्ने। पेट पाल्न परदेश पुगेका बाकसमा किन फर्किने। यसपालि त गल्ती नगरौँ हे, राम्रो मान्छे रोजौँ हे। हाम्रो मान्छे होइन, देश बनाउने नेता छानौँ, अरू केही छैन। जस्तो चिला चिप्लो बोलीमा नभुलौँ। रक्सी र मासुको झोलमा नबिकौँ। चुनाव आउँदा ढुक्नेले जितेपछि चिन्दैनन्। हाम्रो भोट किन्नेले देशको भविष्य गन्दैनन्। कागजी घोषणा पत्रले मात्रै देश बन्दैन। अब त देशको हितमै काम गर्ने वीर चाहिन्छ। यसपालि त गल्ती नगरौँ है, राम्रो मान्छे रोजौँ है। हाम्रो मान्छे होइन, देश बनाउने नेता छानौँ, अरू केही छैन। मेरा बामा, बुझ्नुस् है हाम्रो बिन्ती। पार्टीको झन्डा मात्रै नहोला जीवनको गन्ती। तपाईको एउटा सही मतले हाम्रो भाग्य कोरिन्छ। राम्रो नचुने फेरि त युगौँसम्म पछुताउनु पर्छ। ए दाजु भाइ, दिदी बहिनी, नबन्नुस् है लाचार। एक छाकको मासु भातले चल्दैन भविष्यको घरबार। ए यसपालि त गल्ती
मान्छे रोजौँ है हाम्रो मान्छे होइन देश बनाउने नेता छनौ अरू केही छैन नेता मात्र बदल्ने कि अब सोच पनि फेर्ने कतिन्जेल विदेशबाट देश दुखेको हेर्ने व्यवस्था परिवर्तन भन्दै धेरै वर्ष खेर फाल्यौं असल र सक्षमलाई मौका दियौं अब उठौं अब ढिला भइसक्यो जागो है यो नो नट अगेन यो नारा मात्र होइन चेतावनी हो भोट हालो सोचिकन देश राम्रो बनोस् भन्दै युवा उठौं देश बचाउँ काँधमा काँध मिलाउँदै शिक्षा स्वास्थ्य रोजगारी हाम्रो अधिकार अब चल्दैन नेपालमा भ्रष्टको व्यापार शून्य पारौं भ्रष्टाचार गरौँ विकासको कुरा नेपालीको समृद्धिको सपना पारौं पुरा फागुन 21 गते इतिहास रचौं राम्रो मान्छे जिताई देशलाई अब बचाउँ यसपालि त गल्ती नगरौँ है राम्रो मान्छे रोजौँ है हाम्रो मान्छे होइन देश बनाउने नेता छनौ अरू केही छैन राम्रो मान्छे चुनौ है हाम्रो मान्छे होइन शून्य भ्रष्टाचार